जस्तै अब महेश बस्नेत अहिले बाहिर आएर हङ्गामा गर्दै हुनुहुन्छ अनि जस्तै केपी ओली आउनुभएको छ कि यो सजाय दिनुपर्छ जस्तो लाग्दैन हजुरलाई? अब हामीले भन्न मिलेन अहिले होइन। अब त्यो त अदालतले भन्ने कुरो हो होइन। अब त्यहाँ यदि कसैले भ्रष्टाचार गरेको छ भने त्यहाँ होइन निष्पक्ष अनुसन्धान हुनैपर्छ, चाहे जोसुकै होस् होइन। अब केपी ओलीजी, महेश बस्नेतजी होइन, अब बाहिर आयो भन्ने आयो आएन मलाई थाहा छैन। केपी ओलीजी आउनुभयो र आएको छैन? आउनुभयो भन्दै हुनुहुन्छ। छैन, हिजो आउने भन्ने कुरा थियो उहाँ आउनु भएन क्यारे। रहेको कुरो महेश बस्नेतजीको होइन। अब महेश बस्नेत चाहिँ एमालेको चाहिँ अलिकति के भन्छ नि, अलिक बहादुर टाइपको मान्छे चाहिँ उहाँले लाग्यो मलाई फेरि। यत्रो हुँदा पनि होइन खुलेआम बोल्न सक्ने आँट गर्ने मान्छे चाहिँ मैले महेश बस्नेत मात्र देखेँ। अरू त दुलोमा लुकेर बसिरहेछन्। तर महेश बस्नेतको हाम्रो धरानको मेरो हर्क साम्पाङलाई समेत फ्लप खुवाउने तालले के भन्छ स्ट्याटस आएको आइज। अनि केपी ओलीलाई साथ दिने एकदम एकमात्र मान्छे चाहिँ मैले महेश बस्नेतलाई देखेँ। पहिला पहिला मिडियामा के भन्थ्यो भने महेश बस्नेत र त्यो 70 करोडको नाम के हो अफिसमा, गोकुल बास्कोटा, उहाँ चाहिँ दुईवटा छोरो भनेर भन्थ्यो होइन। तर ओरिजिनल छोरो चाहिँ महेश बस्नेत मात्र हो भनेर उहाँले प्रमाणित गरिदिनु भयो। किनभने गोकुल बास्कोटा चाहिँ यो जेन्जी आन्दोलनपछि होइन केपी ओलीले राजीनामा दिनुपर्छ भनेर उहाँले भन्न थालिसक्नु भएको थियो। तर महेश बस्नेत चाहिँ अडान लिएर के त्यो चिजलाई नै एप्रिसिएट गर्छु म। बहादुर लाग्यो मलाई चाहिँ होइन। त्यो उहाँको व्यक्तिगत कुरा के हो म जान्दिनँ होइन। अब सांसदको रूपमा सोध्नुहुन्छ भने होइन, नेपालमा जति पनि सांसद अहिलेसम्म भयो नि, आफ्नो क्षेत्रमा सबैभन्दा बढी विकास गर्ने सांसदको नाममा चाहिँ 1 नम्बरमा महेश बस्नेत आउने रहेछ। त्यो चाहिँ होइन सबै इतिहास पल्टाएर हेर्दाखेरि मैले त्यो थाहा पाएको थिएँ कि। हजुर